हेलो हेलो सबैजनालाई वेलकम ब्याक टु माई फेसबुक अनि सबैजनालाई स्वागत छ मेरो भिडियोमा। अनि आज चाहिँ म एकदमै दामी ठाउँमा आएको छु साथीहरू, अनि तपाईँहरूलाई चाहिँ यहाँको भ्यू देखाउने छु। सबैजनाले लाइक कमेन्ट सेयर गर्नु होला भन्न चाहे। एकदमै घाम लागिरहेको अवस्था छ। अनि यहाँनिर चाहिँ म हिमाल देखाउन गइरहेको छु साथीहरूलाई है त। कतिजनाले देख्नु भएको होला, कतिजनाले देख्नु भएको छैन, भन्न पनि नमिल्ने होइन। प्रायः जस्तो अब हामी नेपालको मान्छेले त सबैले देखिहाल्छौँ। ल म हजुरहरूलाई हिमाल देखाउने छु है त साथीहरू। ल साथीहरू, हिमाल चाहिँ यो है, पारि देखिराख्नुहुन्छ तपाईँहरूले, देख्नुभयो होला। यहाँ चाहिँ हिमालहरू चट्ट ल हेर्नुहोस् है साथीहरूलाई, क्या दामी भ्यू देखिने ठाउँ छ है त। यहाँ पारिपट्टि चाहिँ दामी गाउँहरू पनि छ है, ए कस्तो दामी गाउँहरू छ। यो चाहिँ मैले जुम गरेको छु, त्यति क्लियर चाहिँ नआउला। यहाँ तल पनि एउटा गाउँ छ। यो चाहिँ कुन ठाउँ भन्नु पर्दाखेरि कमेन्ट गर्नुहोस्। यदि हजुरहरूलाई इच्छा छ भने, जान्ने इच्छा छ भने कमेन्ट गर्न सक्नुहुन्छ है त साथीहरूलाई। देखिहाल्नु भयो, यस्तो दामी ठाउँ छ नि साथीहरू। चाहिँ मेलम्ची भन्ने ठाउँ हो, मैले भनिदिइहालेँ साथीहरू। यो पारि उता चाहिँ मेलम्ची पर्छ गाइज है साथीहरू। ल सबैजनाले कमेन्ट गर्नुहोस्। यहाँ टनल पनि लाएर रहेछ, जो सायद किसान केही खेती होला केही यहाँ है। त्यस्तो जुम गर्दा त्यति राम्रो देखिँदैन रहेछ दाइ साथीहरू। यस्तो दामी ठाउँ छ नि है।